अब 3-3 मा जान्छ 3-3 मा जान्छ के बोलेको बवाल है बवाल यहाँ चाहिँ के बनाउनु लाग्यो रहेछ त्यस्तो यार यस्तो धुलो गराइदिएर यार अब मामाजीलाई टक्क लगाएर देखाइदिनु के हो पनि हामी यस्तो मलाई अबि बाटो चाहिँ यो बाटो निस्किन्छौँ क्या हामी यताबाट मैले भनेको ठाउँबाट आएको छ हामी चाहिँ पिरौटा चोक आयो भने गाइजहरू होइन ट्याक्क लाग्यो अब यो चाहिँ पिरौटा चोक है त नि यस्तो बाख्राहरू कालो कालो खानु सक्यो फेरि कता झोला माथि यो हो के पारा भनेको बवाल मजा हुन्छ होला यस्तरी केटाहरू चाहिँ हारेको छ नि टक्क लगाएर के भयो अङ्कल स्टार्ट बन्द गर्नु कहाँ पुऱ्याएको हो साथीले हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग है सबैजना सन्चै हुनुहुन्छ होला म पनि बवालै छु है अनि आफ्टर लङ टाइम भ्लग गराउनु लगाएको चाहिँ अब कस्तो हुन्छ हेर्नु होला है अनि खासै फुर्सद हुन्न त्यही भएर भ्लग गराउनु पाएको थिइनँ अनि आज चाहिँ केटाहरूसँग यसो घुम्न जाने बेलामा त्यही मौका पाएर गरेको है त्यही नै हो अब अगाडि चाहिँ अब 4जना गइसक्यो केटाहरू अनि हामी चाहिँ यहाँ 2जना मेरो बाइकमा चाहिँ हामी चाहिँ लास्टमा भ्लग गराउँदै थियौँ भनेर लास्टमा बस्किन्छ त्यही भएर है त ट्र्याक्टर लगाएर अब हामी चाहिँ निस्कि सकिन्छौँ नै अनि तेल चाहिँ 2 लाइन मात्रै रहेछ तेल चाहिँ हाल्नुपर्ने हुन्छ होला है अब के गर्छन् केटाहरूले त्यही नै हो अनि जाने भन्ने कुरो चाहिँ थाहा छैन कुन टिकट हो कि के कोट जाने भनेर सुरुमा चाहिँ कता हेरिन्छ है ट्र्याक्टर लगाएर त्यही नै हो केटाहरू चाहिँ हारेको छ नि टक्क लगाएर दुई को हाल्छ बाइकमा केटाहरू चाहिँ हाइसक्यो रहेछ नि सही केटाहरू चाहिँ यिनी होइन ट्याक्क लगाएर जाने कि छ जाने हामी चाहिँ नदेखेको डाइरेक्ट हिँडेर हिँड्नु चाहिँ नभइकन जाम ल हामी चाहिँ लास्टमा हिँड्छौँ नि हामी भ्लग गरेर हिँड्ने मान्छे लगाएर साथीहरू चाहिँ अलि अगाडि आउँछ कहाँ हो त नि यस्तो बाख्राहरू कालो कालो खानु सक्यो फेरि नहसाउनु धेरै पछि घुम्दैनेको रमाइलो भएछस् धेरै पछि घुम्दैनेको रमाइलो भएछस् तिनीहरूको पछि जानु पऱ्यो यार बवाल है बवाल टक्क आज अलिक थोरै छ है हामी चाहिँ ढुक्क गरेका थियौँ है बाइक चाहिँ एक दुईजनाले टक्क हुन्छ क्या हामी चाहिँ पछि आइरहेको खाने अब तिनीहरूले हामीलाई फलो गर्नुपर्ने हुन्छ किनभने तिनीहरू चिन्दैन नि त दुईकोट जाने बाटो कहाँ हो हामीलाई फलो गर्दै आउनुपर्छ तिनीहरू धेरै पछाडि के छोडिएला बवालै मैले बाटो तिनीहरूलाई कुर्न पर्ने एक्सपेक्सन हामी आउँदैछौँ आउँदै होला नि तर यहाँ चाहिँ के बनाउनु लागेको रहेछ क्या सबै खनेको थियो त डोजरले हिजो त यार हिजो त डोजरले सबै खनेको थियो त केटाहरू आइसक्यो क्या हो भएको रहेछ यार कहाँ गयो केटाहरू केटाहरू कहाँ गयो आए अर्को केटाहरू चाहिँ पछाडि छ नि यिनीहरू चाहिँ आइसकेको रहेछ नि
रहेछ त्यस्तो यार यस्तो धुलो गराइदिएर यार जाम सिधै खै त केटाहरू अर्को अब मामाजीलाई टक्क लगाएर देखाइदिने फेरि चिट काटिदियो भने फक्स लाइट यस्तरी बाँधेर हिँडेछु गाडीभरि फेरि मामातिर ल्याङ हाल्छ कहाँ पुग्यो केटाहरू त्यही रहेछ बिचमा हल्का अहिले यो बाटो निस्किन्छन् क्या हामी यताबाट मैले भनेको ठाउँबाट आएको छ हामी चाहिँ पिरौटा चोक आयो है गाइजहरू होइन टक्क लाग्यो अब यो चाहिँ पिरौटा चोक है यहाँबाट देखिन्छ कुम्लीको टाउँ के अरे यहाँबाट देखिन्छ कि कुम्लीको टाउँ आँखामा धुलो पऱ्यो अहिले त्यहाँ लास्टै भित्र चाहिँ बाटो राम्रो हाइवे हुन्छ नि भित्र मजाले अब चाहिँ यता ट्राफिक कार्यालय पनि छैन अगाडि कता खोला माथि यो हो के पारा भनेको बवाल मजा हुन्छ होला यस्तो ट्रिपबाट के गर्दा के मुस्ताङ गएर आए जस्तो छ मुस्ताङ यसरी गयो गइहाल्छ नि त्यसरी नै हो झन् मुस्ताङ चाहिँ नि केटाहरू चाहिँ पछाडि झन् गइसक्यो कुम्तीको देखियो मैले भए अहिले कहाँ पुऱ्याउँथेँ केटाहरू कसम हेरेँ यति बेला कुम्तीकोट पुऱ्याइदिन्थेँ मैले हो क्या साँच्ची कसले हनानेको केटाहरूले त्यहाँ त चेकिङ हुन्छ तर यार त्यो मासतिर पुग्ने बाटो हल्काले त ऊ त्यहाँ अगाडि चेकिङ हुन्छ कि अस्ति नै हामी कुन पार्टी प्लेसमा गऱ्यो यही हो अब यही पार्टी प्लेसमा बस्नु त्योमा हुन्छ कि चेकिङ हुनसक्छ कि अहिले पनि हुनसक्छ कि त्यहाँ अगाडि छ चेकिङ क्या हो छैन रहेछ भन्दै मैले फेरि गाइजहरू है जहिले पनि बिल्कुल हेर्ने बिर्सिन्छु कि लाइसेन्स चाहिँ मोबाइल नै हुन्छ फोटो है बिल्कुलको चाहिँ फोटो के होइन भइरहेको छ कि अस्ति नै म कुम्तीकोट आउँदाखेरि भसेको छु दुकानटी लिएर आउँदाखेरि हो जानु अब चाहिँ ठाडो बाटो लाउनु पर्ने हुन्छ गाइजहरू है टक्क लगाएर तपाईँहरूको लाउनु भएको छ होला है आउने जतिले कमेन्ट हान्नु होला है अब तिनै जान्छ के बोलेको केटाहरू आउँदै होला नि ए आउँदैछ पछाडि लास्टै ढिलो हिँड्यो है केटाहरू त यार ढिलो हिँडेर ठिक हो होला हो र छन् किन्न मैले सिसामा देखिरहेको छैन ऊ त्यही छन् दुईजना पछाडि हेर बाटो चाहिँ वे खत्रै छ क्या पिकअप चाहिँ यार बवाल लाउँछ कि मलाई मेरो बाइकको पिकअप
मिठो देखाएको मैले भए अगाडि गइदिन्थेँ यार ओभरटेक गरेँ एक्लै भइन्छ भनेर अब के एक्लै चल्दिने हो र ए बवाल धारा रहेछ त्यहाँ त्यत्रै त्यहाँ गयो कि केटाहरू हिँड्दैन कि रहेछ यतातिर चाहिँ ठाउँ यहाँबाट निकै देखेको रहेछ पोखरा आमा के भयो ओ अङ्कल स्टार बन्द गर्यो ए कहाँ पुऱ्याएको हो साथीले कहाँ पुऱ्याएको साथीले आमा के बिधि घाम लाग्यो यार डेन्जर चर्के खै घाम के भएर सकेको हरिफ चर्के खै घाम गणेश चोक हरिफ छ नि पर्ने झन् त तिमीले भए सक्दैनौ भाइ झन्डै राम्रै चलाउनु रहेछ त्यही भएर तिमीले अस्ति तिमीहरूमा कुरा गर्दा नि एउटै बाइकमा जाने सल्लाह भयो त तिमीले सक्दैनौ भन्दा सकिन्छ होला सकिन्न नि उसलाई हेर कम त टर्निङ छ झ्याउँछ होला आकाशको क्या ऊ चाहिँ मेरो मोबाइलले नि खतरा देखाउँछ कि आकाशकै माथि कति आउँछन् हो मान्छेहरू यार कहिल्यै खाली हुने यार आमा त्यस्तै हो पानी नपर्दो हो कि ए पोखरा बवाल देखिन्छ टोडी रनिङ त मिठो खायो यार रोक्नु पठायो केटाहरूलाई चाहिँ गाह्रो भयो अरे कि बाइक चलाउनु आमा साइड लाइट बोल्यो अरे मेरो बिस्तारै हिँड न होइन कि आनन्द बस न ढुक्क तरिकाले भन्छन् क्या हो अरेको हजुर आइतो सकेन त्यही त अनि पुन्जीको ठाउँ उहाँ उकालो देखेन उहाँ त्यत्रो उकालो हजुर साइकल यस्तो रहेछ गाइजहरू उहाँ लप रहेछ त बवाल भरिदिन्छ हामी चाहिँ अब एकछिन अब 10 मिनटमा चाहिँ पुन्जीको पुगिन्छ होला है त्यत्तिकै हिँड्यो भने त्यही है अब ट्याक्टर तपाईँहरूलाई देखाउँछु है खोज्दै क्या हो धुलो यार छ्या औडा वे धुलो त खाने चलाउनै छैन कि
भए सक्थेनौ के ओहो सबै आँखाभरि धुलो पऱ्यो यार अहिले यार छ्या आँखै देख्न छोड्यो यार मैले यार रुख केही हुन्न के यो बसले लास्टै आँखामा धुलो लाग्यो प्रे गरेँ नदेखेको मैले यार एउटा राख्दिनँ राख्दैन त कार त ढुक्क तरिका खुरीहरू मात्रै देख्न पाइन्छ त यार के हो पनि हाल्यो यस्तो थाहा छैन मलाई अब है केटाहरू मैले त जस्ता नि हालिदिइहाल्छु नि एकछिन बस्नु नि यहाँ एयरले चाहिँ यार धेरै ताते जस्तो छ केटाहरू चाहिँ कहाँ गयो आउँदै आएन नि त त्यहाँ चाहिँ कस्तो तरिकाले जाम भएर बसेको थियो नि यहाँ गाडीहरू केटाहरू खै त ल यो त आइजोरी हाम्रो केटाहरू चाहिँ कता गए साथीहरू चाहिँ बाइक त लडाएनन् अरू त्यस्तो हुनै सक्दैन नि त्यस्तो सोच्ने नि होइन नि यार के हो र तिमी आउँछन् चाइनिज गुम्बा चाहिँ माथि चाहिँ गाइजहरू तपाईँहरू देख्न सक्नुहुन्छ है भ्यू पनि बवालै देखिँदो रहेछ यहाँबाट है ट्याक्क लगाएर आमा पोखरा देखियो दोस्त यता हेर त आमा ह्यान्सी देखियो हेलो लास्टै पुऱ्याइदियो नि केटाहरूले यार हामीलाई यार चाहिँ हामी चाहिँ सुइको अगाडि आउने है केटाहरू चाहिँ टक्क त्यो के अरे मुखधुमा के अरे होटेलभित्र छिरेर बसेर रहेछ कि हिँड्दालाई त्यो आइसक्यो केटाहरू चाहिँ अगाडि पेयो त अहिले यार हामीलाई आधी घन्टाभन्दा धेरै बेर पुऱ्याइदियो गाइजहरू यार चाहिँ त्यस्तो गर्न पाउँछ ए शिवजी यहाँ पुग्यो केटाहरू तिनीहरूलाई भेट्न पर्ने हुन्छ अब सबै जाने कति डराएको थियो हरिक पुऱ्याइदियो तर यार चाहिँ फर्केर जानु पनि झ्याउ लाग्यो मलाई फेरि है त्यस्तो उक्लेको बल्ल बल्ल गाह्रो भयो नि आज त यार यस्तो साङ्गेको बाटोमा त्यही माथि यो हेलमेट तल झरै गरेर आमाले आँखै देखेको छैन राम्रो केटाहरू चाहिँ अगाडि भने जाने टक्क यो चाहिँ हाम्रो यो चाहिँ यो गबिस छ नि ब्ल्याक कलर ग्यानेस यो चाहिँ मसँग पछाडि बस्ने दोस्तको बाइक हो नि उसले चाहिँ भर स्टार्ट गरेको नि त चलाउन त्यही भएर अब यस्तो टर्निङ चाहिँ फेरि तलतिर खोल्सातिर हाल्थ्यो हाल्थ्यो हेरेको हेरे भइन्छ नि त अनि त्यही भएरै हामीलाई यता रमाइलो छ अनि त्यही भएर त्यो साथीले सराएर आएको उसको बाइकमा बवाल देखिन्छ नि साथी यार यो बोले अझै माथिबाट बवाल देखिन्छ ए कस्तो सुताउनु हो र साइडको काटिन्न क्या यस्तो सुताएन भने त कि त बिस्तारै हिँड्नु पऱ्यो ट्याक्क लगाएर झार चाहिँ अब आइपुग्ने बेला हुन लागेको छ गाइजहरू है तपाईँहरू देख्न सक्नुहुन्छ ए खाल्टो किन हाल्छ नि खाल्टो बाह्रले पछाडि पागलले आफूले चलाउनु नजानेर खाल्टो हाल्छ त्यही भएर मलाई नि खाल्टो भालो अरे औडा रहेछ कता जानु लाग्यो तिम्रो घर एकजना चाहिँ टक्क गरेछ है चाहिँ ढुक्क हुन्छ पछाडि हेर्दै हिँड्नु पर्नु है ठोकेला आँखा मैले अब
त आएन र भनेको सजिलो हुँदैन पुरानो ओह्रालो झन् गाह्रो हुन्छ पुरा लास्टै गाह्रो हुन्छ जसरी भएन हुन्छ अब चाहिँ आइए है त गाई अब आउने बेला भयो अब 2 मिनटमा आइन्छ होला है अब चाहिँ त्यही हो त पछाडि हिँड्नेछु नि त्यस्तो गर्नु होला इन्जिन बिग्रिन्छ थाहा हुँदा हुँदै अब के गर्ने तिमी जस्तो अब सिगौटी थाहा नभएको भए गरिन्थ्यो होला अब चाहिँ आइसक्यो नि अब त्यहाँबाट चाहिँ हिँडेर जानुपर्ने हुन्छ तपाईँहरूलाई अब पार्किङको चाहिँ 20 रुपियाँ लिन्छ होइन हिँडेको राख्ने बाइक चाहिँ त्यहाँबाट चाहिँ हिँड्दै जानुपर्छ कि थाहा बाइक राख्ने चाहिँ के यता के उता हो कि पार्किङ त्यहाँबाट चाहिँ ए के को नर्मल गाईले हामीलाई चाहिँ यहाँ पठाइदियो ट्याक्टर लगाएर अब हामी चाहिँ त्यही राखिन्छ होला गाई है धन्यवाद हस् मैले त अस्ति पनि देखेँ यार तरुनी दियो त तरुनी दियो त के त्यहाँ त पैसा लाउँछ केटा हो त्यहाँ जानुहुन्न क्या ल त गाइज हामी चाहिँ फाइनल्ली कुम्दीकोट आइसकेको छौँ है तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो केटाहरू अगाडि छ मिस्त्री है ट्याक्क लगाएर रमाइलो छ तपाईँहरू भ्यू नि देख्न सक्नुहुन्छ यहाँको है दामी छ बवाल देखिँदो रहेछ यहाँबाट है केटाहरू चाहिँ अगाडि गइसक्यो है यही नै हो तपाईँहरू आउनु भएको छ होला है आउने जतिले कमेन्ट हान्नु होला अहिले चाहिँ यस्तो भएर चाहिँ म चाहिँ धेरै पहिला आएको थिएँ नि त अनि अहिले चाहिँ अलिक राम्रै भएर चाहिँ पहिला म आउनुभन्दा पहिला गएँ आजको भ्लग चाहिँ यही नै है नेक्स्ट भ्लगमा फेरि भेटौँ है त है अनि सबैजनाले लाइक कमेन्ट सब्सक्राइब सेयर चाहिँ गर्नु बिर्सिनु होला है त्यही भन्न चाहन्छु म केटाहरू चाहिँ मलाई छोडेर गइसकेँ ल है त गाइजहरू आजको भ्लग चाहिँ यति नेक्स्ट भ्लगमा फेरि भेटौँला अहिलेलाई चाहिँ बाई